नमस्ते अनि शुभ बिहानी। यहाँ म हजुरहरूलाई एकदमै रमणीय स्थान घामको किरण झुल्किरहेको अवस्था देखाउन गइरहेको छु। हजुरहरू कतिपय त्यो स्थानमा पुग्न नसक्नुहोला। यसै भिडियो मार्फत हेरेर भए पनि मनोरञ्जन लिनुहोला भन्ने उद्देश्यका साथ मैले यो भिडियो हजुरहरू माझ पुर्याइरहेको छु। हेरेर कृपया लाइक कमेन्ट गरिदिनुस् र भिडियो कस्तो छ यसको बारेमा प्रतिक्रिया पनि दिनुहोला भन्ने अपेक्षाका साथ यो भिडियो हजुरहरू माझ ल्याइरहेको छु। धन्यवाद। पुरा छाता जस्तो देखियो के जस्तो देखियो नि सेतो भयो त बिचा त्यो बादलले गर्दा कर्णको कुममा पनि यो टोकीको आकार लिँदै लिँदै ठ्याक्कै टोपीको बिस्तारै सेतो बढ्दै जान्छ के अब मात्रै बात माथि हेर्नु टल्केको ल सेतो भयो पुरै घ्याम्पा के भन्छ त्यसलाई त्यसो देखियो त नि हान्न त एउटा पट्टाबाट भित्रबाट निस्के जस्तो गरेर निस्केको राम्रो हेरिन्छ कि मोबाइलले हेर्नै दिँदैन भिडियो बनाउनु ल निस्केको त अब यो त उयोबाट देखिहाल्नु अब त पुरै सूर्य अब त यो त झापाबाट पनि देखिन्छ।